चाहिँ हामी नेजी जाँदैछ हाम्रो एना पनि आज फर्स्ट टाइम जाँदैछ नेजी कोपाकोमाको घर एना यहाँ छ है सुसन यहाँ छ सुसन मेरो हस्बेन्ड चाहिँ यहाँ छ यहाँ चाहिँ ल ल ल ल ऊ एना एना चाहिँ कोपाकोमा घर जाँदैछ आज हाम्रो एना पापासँग जोड्ने मजा आउँदैछ हाम्रो एना चाहिँ खुसी हुँदैछ कोपाकोमा जानुको लागि कोपाकोमा गएको है हामी है हाँस्दैछु बोक्नु दिनु के हुन्छ मेरो नातिनी सर्वशक्तिमान परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ परमेश्वरको अनुग्रहको लागि धन्यवाद हामीलाई दिनुभएको असल नातिनीको लागि हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ नानी एनामाथि बेहिसाब आशीर्वाद बोल्दछौँ तपाईँ दिनुभएको आशिषको लागि तपाईँ धन्यवाद अनि परमेश्वर यो समय प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामीलाई दिनुभएको असल नातिनीको लागि धन्यवाद अनि नातिनी परमेश्वर देवरा जस्तो बनाउनुहोस् हन्ना जस्तो प्रार्थना गर्ने बनाउनुहोस् अनि प्रार्थना गर्दछौँ अनि परमेश्वर तपाईँको निगाह रहोस् अनि प्रार्थना गर्दछौँ धन्यवाद दिन्छौँ नातिनीमाथि आशीर्वाद बोल्दै बिन्ती अनि एनाको लागि हामी धन्यवाद दिन्छौँ तपाईँलाई बालिका दिनुभएको छ नाति दिनुभएको छ धन्यवाद अनि धन्यवाद स्वरूप यो केक काट्दैछौँ आशीर्वाद दिनुहोस् यो केकमा जति मिठा छ यो बालिकामा त्यो आशिष आओस् हामी यसरी प्रार्थना गर्छौँ सँगसँगै रोजलिनको आज जुन बर्थडे छ यो बर्थडेको लागि तर धन्यवाद जन्मदिनको लागि धन्यवाद दिन्छौँ र परमेश्वर आगामी वर्षहरू पनि तपाईँ परमेश्वरको हात पार्दै सबै थुप्रो तपाईँको मायामा होस् भनेर बिन्ती सुगन्ध हो पहिला घरमा उपस्थिति भएकोमा हाम्रो एना आएकोमा ल मेरो नातिनी मेरो नातिनीलाई एनाको भयो काट्यो
रेडी गरे यो चाहिँ सुसनले रेडी गरे बर्थडे गिफ्ट मम्मीलाई यो ड्याडीले दिनुभएको यो ड्याडीले हाले हो यो पनि खोल्नुहोस् न अन्त खोलिहाल्नुहोस् त्यो कति के रहेछ त्यो चाहिँ छोरीले दिएको छोरीले ज्वाइँले अर्कै रहेछ ज्वाइँले दियो थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच खै ज्वाइँ कहाँ मलाई Thank you so much, all of you. मलाई यो मन पर्यो छोरीले ल्याइदिएको साइज हुन्छ कि हुँदैन है धेरै महिनाको बादमा सानो नातिनी लिएर आएको मेरो पनि बर्थडे नानीको पनि वेलकम नानीको पनि वेलकम है मम्मीको पनि बर्थडे मन पर्यो मन पर्यो धन्यवाद गॉड ब्लेस यु ऑल हुन्छ थ्याङ्क यू एकदम खुसी लाग्यो नि नातिनी आएर कस्तो लाग्यो खुसी लाग्यो खुसी दिउँसैदेखि पर्खेको नातिनी आउँछ भनेर बाजे कोपाकोमाले है भएर हो राति आयो ठिकै छ आएर ढिलो भयो है अन्त नानीको पनि नातिनीको पनि आज यो केक सँगै वेलकम गरेको वेलकम केक मम्मीको केक चाहिँ कता काटिसकेछ उता मम्मीको केक चाहिँ यहाँ चाहिँ हाम्रो सुसन यहाँ छ यहाँ प्रणिता भाउजू यहाँ हुनुहुन्छ केक खानुहुँदैछ एनाको माइजू एनाको बर्थडे एनाको वेलकम केक खोइ एना कहाँ लगेछ उता लगेछ एनाको कोपाले एनालाई पक्कै राख्नु भएको छ उनलाई त यस्तो होइन कि यहाँ राख्नु त कसो हुन्छ बेडमा मेरो निक्नर दादा हो एनाको चाहिँ मामा एना आएर खुसी लागेको छ दादा खुसी छ अब कति खेलाउनु हुने अब जति बसिन्छ भ्याइन्छ चाहिँ खेला फर्स्ट टाइम देखेको नि त है आज फर्स्ट देख्नु भएको देखेको नि अस्ति फोटोमा चाहिँ देख्नु भएको है फेसबुकमा चाहिँ देखेको यहाँ त अब म त फर्स्ट हो नि फर्स्ट हो ठिकै छ अब माइजूले स्याहार्छ नि त माइजूले सेक्नुहुन्छ नि है माइजू यहाँ माइजूको काट्ने माइजू चाहिँ यहाँ माइजूले चाहिँ मजाले सेक्ता गर्नुहुन्छ सेक्ने चाहिँ यहाँ चाहिँ यहाँ गाब्रेल भन एना आएकोमा कस्तो खुसी छस् यो मेरो गाब्रेल भाइ हो भन्न केही एनालाई खुसी लागेको छ भ्लगमा हाल्छु लु भन् के भन्छस् एनालाई खुसी लागिरहेछ भने चाहिँ एना सुतिरहेको छ मजाले सानो घर बात गर्दैछ आमा हुन्छ है बाजेले भिडियो गरे है अब खुल्लै मनपर्छ नि उसलाई सिजुरीको होला भनिदिनु सुसान जस्तो पो लाग्छ त हामी नानीको लागि प्रार्थना गर्नेछौँ त्यसपछि अन्तिम प्रार्थना र आशिषको प्रार्थना दिनुपर्छ बोले गर्नुहुनेछ तिमीहरू जन्मभन्दा अगाडि मैले तिमीलाई सुने आमा गर्भ आउनुभन्दा अगाडि नै अनि
यो जन्मनुभन्दा अगाडि नै मैले अलग पारे परमेश्वरको वचनले भन्दछ यो नानी आउनुभन्दा नै ईश्वरको योजना अघिबाटै गर्भमा नै परमेश्वरले रच्नुभयो बोलाउनु भयो सुन्नुभयो अनि हामी तपाईँ परमेश्वरको वचनको लागि हामी प्रभुलाई धन्यवाद दिने घोषणा गर्नेछौँ नानी एन्नाको लागि हामी प्रार्थना गर्नेछौँ यो छोरीको लागि हामी आशिषको घोषणा गर्दछौँ परमप्रभु जन्मभन्दा अगाडि यो पृथ्वीमा रिलिज गर्दछौँ परमप्रभुको उपस्थिति यहाँ बगेर जानेछ